लौ साथीहरू हामी चाहिँ धरारा चढ्न जाँदैछौँ। हामीसँग जोडिराख्नु होला, भित्रबाट देखाउने छौँ, टपमा गएर पनि देखाउने छौँ। माथिबाट हेर्नुहोस् त कस्तो राम्रो देखिन्छ है। त्यो 5D खेल हो, 2D खेल होइन। वहाँ 5D खेल रहेछ है। वहाँ कहाँबाट कहाँ दुनियाँ पुगिसक्यो, 2D खेलको 2D खेल कहाँ 5D खेल पुगिसकेको छ। 5D खेल। हेलो एन्ड नमस्ते माई डियर फ्रेन्ड्स, वेलकम ब्याक टु माई नेक्स्ट भ्लग भिडियो। अब माथि जानेछौँ, के छ कस्तो छ सबै साथीहरूलाई देखाउने छौँ। जोडिराख्नु होला। के छ टिकट हेरौँ। टक्क घाम लागेको छ, गर्मी भइरहेछ। यो रत्न पार्क ठ्याक्क यता नेपाल टेलिकम र यता हाम्रो चाहिँ टावर धरारा। हामी जाँदैछौँ यता टिकट काट्ने ठाउँ। हाम्रो सर गोपाल सर टिकट काट्न जाँदै हुनुहुन्छ है। हेर्दै गरौँ के छ। टिकट 200। समात्नु है, समात्नु। धरारा पछाडिबाट निस्किने, यता आउने होइन। हस्। ओहो, कहाँबाट भित्र पस्ने हो, के हो, हावा खाने। ल साथीहरू हामी धारा पुग्यो। तपाईँको पनि आउँछ युट्युबमा, फेसबुकमा। लौ साथीहरू हामी चाहिँ धरारा चढ्न जाँदैछौँ। हामीसँग जोडिराख्नु होला, भित्रबाट देखाउने छौँ, टपमा गएर पनि देखाउने छौँ, राम्रोसँग देखाउने छौँ। के छ कस्तो छ लेट्स सी भित्रबाट। साथीहरू यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला, लाइक गरिदिनु होला। यता यस्तो छ नजारा, कस्तो छ भन्नु पर्यो। आमै माथि रहेछ त, टाढाबाट त यस्तो नदेखिने रहेछ। ठ्याक्कै उता सूर्य रहेछ। माथि धरारा पुग्यौँ। कहाँबाट होला फटाफट जाम। के छ कस्तो छ फटाफट गएर। यो ऊ रहेछ कि भित्र जाने होला पार्किङ। ओहो बाफ रे बाफ, बहुत विशाल देखिन्छ त यहाँ त। काठमाडौँको मुटुमै छ। 200 रुपियाँ टिकट त नलिनु पर्ने हो कि यसले। अरे बाबै, कहाँ हो? सिडी चढ्दै जानुपर्छ सर। धरारा धरारा। त्यो यहाँ हो देखाउने। खतरा। कति तल रहेछ यो? चढ्न सकिन्छ सकिन्छ, गाह्रो छ। कहाँ जानु हो? हाम्रो पल चाहिँ कहाँ जानु हो? तल हुनुहुन्छ? वेट गरौँ न उहाँलाई, सँगै जाउँला है। वेट गरौँ कि सँगै जाउँला। हो हेलो, थाकियो। हामी कति फ्लोरमा पुग्यौँ साथी? 9th फ्लोर। अझ कति छ अब? 11th फ्लोर हो कि 9th फ्लोर हो? हामी 9th फ्लोरमा अझ 3 फ्लोर अझ त चढ्नु पर्यो। 22 हो? 22 होइन होला। लिफ्ट त छैन। स्ट्रङ मान्छेले मात्र धरारा चढ्न सक्छ के। हेरौँ।
अब माथि गएर देखाउँछु थकाइ लाग्यो चढ्दा चढ्दै है साथीहरू ओ 11 फ्लोर पुग्यो 11 पुग्यो अब सिधै टपमा गएर देखाउँछु साथीहरू ओके ल यहाँबाट काठमाडौँको भ्यू यस्तो देखियो हामी धराराको बिचमा छौं भनेपछि 16 फ्लोरबाट काठमाडौँ यस्तो देखिएको छ अब माथि 22 फ्लोर्स माथि गएर देखाउँछौ है साथीहरू कस्तो देखिन्छ नजारा काठमाडौँको हेर्नु होला यो टुडी खेल त्यो गेटलाई के भन्दो रहेछ शहीद गेट यहाँबाट शहीद गेटमा जाने देखिन्छ है रानी पोखरी हैन उता हो कुन त्यो रंगशाला हो यता नेपाल टेलिकम ल साथीहरू हामी माथि जाँदैछौँ थाकियो एकछिन रेस्ट पनि गरियो 2-3 मिनेट अब फेरि माथि जाँदैछौँ तपाईलाई नि देखाइरहेको छु त आइराख्नु भएको छ यी ब्याक क्यामेरा हो कि फाइनली हामी माथि पुगिसकेका छौँ ओहो थाकियो यहाँबाट हेरौँ न के छ यहाँको नजारा ए काठमाडौँ ओ काठमाडौँ यही हो काठमाडौँ माथि रहेछ त यता आउँ यताबाट हेरौँ हाम्रो काठमाडौँ अर्को धरारा तल रहेछ है अझ माथि त्रिभुवन इन्टरनेसनल यहाँबाट देखिँदो रहेछ प्लेन कहाँ छ अर्को प्लेन यहाँबाट नै देखिन्छ हाम्रो गोपाल सर कहाँ जानु भएको छ राउन्ड लगाउनु एकचोटि हाम्रो गोपाल सर कहाँ गई जानु भएको हाम्रो सर त यहाँ धरारा माथि हराएको खोज्दा खोज्दै म परिसकेको माथिबाट हेर्नुहोस् त कस्तो राम्रो देखिन्छ है त्यो 5D खेल हो 2D खेल होइन वहाँ 5D खेल रहेछ है वहाँ कहाँबाट कहाँ दुनियाँ पुगिसक्यो 2D खेलको 2D खेल कहाँ 5D खेल पुगिसकेको छ 5D खेल ल है साथीहरू धरारामा कस्तो अनुभव हुँदैछ कतिको रमाइलो भइरहेछ कतिको रमाइलो भइरहेछ धेरै रमाइलो हो 20 तला हो ए हावा चलिरहेछ रमाइलो भएको ल साथीहरू हामी चाहिँ धरारा माथिबाट काठमाडौँ अवलोकन गर्दैछौँ तपाईहरूलाई के कस्तो लाग्दैछ हामी चाहिँ एकदमै एक्साइटेड छौँ देख्न सक्नुहुन्छ थुप्रै नै यहाँनिर अवलोकनकर्ताहरू यो धरारा माथि चढेर अवलोकन गरिराख्नु भएको छ हामी पनि रमाइलो गर्दैछौँ अवलोकन गर्दैछौँ है त यता चाहिँ तपाईहरू देख्न सक्नुहुन्छ यो नेपाल टेलिकम भनौँ यो हाम्रो ठ्याक्कै धरारा माथिबाट राम्रोसँग देखिने दृश्य यता टोडी खेल भनौँ रत्न पार्क भनौँ सिंहदरबार यो पुरानो हाम्रो भत्केको धरारा हो संरक्षण गरेर राखिएको छ यता पछाडि चाहिँ
यस्तो छ हामी आइसकेका छौं धरारा माथिबाट है त साथीहरु ल यही नै हो भनौं ल मेरा सम्पूर्ण साथीहरुलाई थ्यांक यू सो मच भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यो हो धरारा हामी चाहिँ धरारा माथि गएर आइसकेका छौं अब म चाहिँ तल पुगिसकेको छु यस्तो छ यताको नजारा यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भिडियो मन परेको छ भने लाइक शेयर कमेन्ट गरिदिनु होला यही नै हो फेरि पनि अर्को भ्लगमा हामी छिट्टै नै भेट्ने छौं है तबसम्मको लागि बाइ बाइ